कस्तो कुरो लागेर के राम्रोसँग अर्कै देखिरहेछ। त यो चाहिँ के रहेछ, स्कुल कलेज होला केही त्यस्तै। टक्क तलबाट आएको, अब यसो टक्क माथि। ए इनार नि रहेछ त यहाँ, पुरानो पहिलाको मान्छेहरू यस्तै पानी निकाल्थे यहाँबाट। चट्ट पुरानो इनार रहेछ त। हेलो एन्ड नमस्ते एभ्रिवान, म हजुरको सामु आज नि नयाँ एउटा भिडियो लिएर आइसकेको छु है। आज चाहिँ म के देखाउने छु भनेपछि आज चाहिँ अब यहाँ गाउँमा गएर है, गाउँमा के छ कस्तो छ त्यो सबै देखाउने प्रयास गर्नेछु हजुरहरूलाई। म चाहिँ अहिले अब मर्निङमा गर्दै आइरहेको थिएँ, खेतबारीतिर हिँडिरहेको है। त्यही हो, अब हजुरलाई गाउँ छिर्सकेपछि गाउँको सबै दृश्यहरू देखाउने छु। हेर्न सक्नुहुन्छ जस्तै कुहिरो लागेर चाहिँ लास्ट उभा छ अहिले बिहान है। दामी बाटो छ अनि साइडमा खेत है हाम्रो त्यहाँ जस्तै। अनि उता कुहिरो लाग्यो, उता पारिपट्टि चाहिँ उता चाहिँ पहाड चाहिँ अहिले देखिरहेको छैन यहाँबाट। अनि यो चाहिँ खेतहरू पो बाटो, अनि यहाँ माथि नि खेत छ। अब खै के लगाउनलाई जोत्या होला नि यो खेतहरू। यो ठाउँहरू मलाई उस्तै नि दामी लाग्छ कि किन लाग्छ भनेपछि जस्तै अब यहाँ हाम्रो त्यहाँ जस्तै छ क्या सबै कुराहरू। जस्तै टक्कै खेतबारीहरू चट्ट पहाडहरू टाइपको भयो होइन, सबै कुरा त्यस्तै सिमिलर के। अनि त्यही पनि कस्तो रमाइलो लाग्ने क्या, नि आफ्नै ठाउँ जस्तो लाग्ने क्या। यहाँ साइडमा छ अनि यहाँ के रहेछ यो गाउँ जस्तो लाग्यो मलाई, गाउँ लगा जस्तो लागेको छ है। त्यही नि आफ्नै ठाउँ जस्तो लाग्ने क्या। यहाँबाट चाहिँ म यो गाउँमा छिर्र है, चट्ट दामी छ। हेर्न सक्नुहुन्छ हजुरहरू, यही हो यहाँको गाउँहरू। गर्दै आज त कस्तो कुहिरो लागेको छ है, कस्तो कुहिरो लागेर के राम्रोसँग अर्कै देखिरहेछ। आर्ट डु रिफेट भन्ने के हो यो, कस्मेटिक जस्तो आयो अनि है। बिहान रमाइलो गर्दै दौड्दै बाटोहरू पनि पुरै क्लिन के, गाडीहरू पनि ठ्याक्क पार्किङ गर्ने ठाउँमा टक्क मिलाइदिया हुन्छ क्या यहाँ। अनि स्पिडहरू एकदम लिमिट 20 देखि 30 भनेपछि 20 देखि 30 चट्ट त्यही स्पिडमा जानु पऱ्यो। त्योभन्दा बढी भएपछि फेरि यहाँ त कस्तो रहेछ भने चाहिँ हाम्रो त्यहाँ कस्तो छैन नि त। यहाँ चाहिँ यहाँको सबैको ब्याङ्क एकाउन्ट डाइरेक्ट लिङ्क हुन्छ क्या त्यहाँ। अनि यहाँ गऱ्यो, यहाँ जस्तै यहाँ अब कसैले अब ओभर स्पिड गरिदियो नि त, स्पिडभन्दा बढी चलायो भने अनि त्यहाँ चाहिँ नि अटोमेटिक नै यिनीहरूको फाइन काटिने रहेछ। अनि त्यही भएर पनि यहाँको मान्छेहरू पुरा एकदम नियममा बस्ने रहेछन् क्या। खोला साइडमा चाहिँ के छ है, यो चाहिँ म आज नयाँ ठाउँमा आएको। स्पेस 45 कस्तो नयाँ ठाउँमा आएपछि नयाँ ठाउँमा के होला जस्तो लाग्ने रहेछ। नयाँ चिजहरू, बाटो गल्ली घरहरू पनि कस्तो दामीहरू हुन्छ नि त्यहाँ। फेरि साइडमा नाला रहेछ। यहाँ ठ्याक्क डोबाटोमा आइयो, डोबाटोमा आएर अब कता जाने चाहिँ भयो यहाँबाट। 3टा बाटो छ, एउटा माथितिर जाने होला क्या, अनि अर्को चाहिँ उता पल्लो साइड, अनि एउटा यो साइड। कहाँ जाने त अब, कहाँ जाने भनेपछि जाऊँ न जता भयो पनि। भिडियोमा ठाउँहरू एक्सप्लोर गर्नु त छ नि। योपट्टि जान्छु, यता नि दामी थियो, तर घुम्दै फिर्दै यताबाट तलपट्टि जानुपर्छ। त्यही हो गाइज है। म चाहिँ आज यो अब नयाँ ठाउँमा आएको, म्याप पनि देखाइदिउँ न। यता यो के हो, बोरेसेच के हो यो यस्तो ल्याङ्ग्वेज, फ्रेन्च ल्याङ्ग्वेज लाज गाह्रो छ।
बोल्न नि आउन केही गर्न नि आउन यहाँ गाह्रो छ जे गर्न नि इङ्ग्लिस नि त्यस्तो कोही नि त्यस्तो भन्नाले बोल्न त बोल्छ कि त्यस्तो आफ्नै ल्याङ्ग्वेजलाई प्रिफर गर्छ कि यिनीहरू बोल्न चाहिँ त्यही हो त्यही भएर अलिकति गाह्रो हुन्छ यहाँतिर अनि अब म के भन्न चाहन्छु भने कि जस्तै युरोप कन्ट्रीहरू जो नि आइरहेको हुन्छ नि त तिनीहरूले चाहिँ मेनली चाहिँ आफ्नो ल्याङ्ग्वेज हुन्छ एउटा ल्याङ्ग्वेजमा उ गर्नु पऱ्यो अनि त्यसपछि स्किल त हुनैपर्छ त्यो जहाँ पनि त्यही हो है ल्याङ्ग्वेज र स्कुल चाहिँ हुनैपर्छ यहाँ बाहिर चाहिँ जे गर्न नि त्यही हो जस्तो राम्रै ठाउँ रहेछ यो ठाउँ नि फर्स्ट टाइम आएको म यो ठाउँ चाहिँ बिहान मर्निङमा गर्दै मैले हजुरलाई भनेकै थिएँ नि त अब चाहिँ नेक्स्ट भिडियोमा चाहिँ मेरो नयाँ ठाउँमा देखाउने छु नयाँ ठाउँ भन्दा चाहिँ गाउँहरू यहाँको गाउँमा भिजिट गरेर यहाँको नयाँ गाउँहरू देखाउने छु भनेको थिएँ नि त मैले त्यही भएर म यो गाउँहरू देखाइदिएर है नाला छ हाम्रो त्यहाँ जस्तै यहाँतिर चाहिँ के रहेछ यहाँबाट चाहिँ यो के रहेछ गेट पुरानो छ जस्तो छ है यहाँबाट अनि यो चाहिँ पुरानो गेट जस्तो छ यो चाहिँ के हो पानी आएपछि बस्ने घर हो क्या यस्तो रहेछ यहाँबाट अनि यहाँबाट चाहिँ छिर्ने हामीले त्यहाँबाट चाहिँ गाडीहरू हिँड्छ है भित्र गल्ली हुँदै त्यही हो कि यहाँ त गाउँहरू के पुरानो त दामी दामी पहिलाको है यस्तो आज त अब यो कुरो लागेर खासै राम्रो देखाएको छैन नि त त्यही भएर कस्तो के देखिरहेको नि त नत्र त कस्तो दामी देखिने के कस्तो हुन्छ नि त अब कुरीले अब खासै राम्रो देखिन्न नि त उताको उहरू गाउँहरू पनि दामीहरू क्या त्यही हो बाँकी नयाँ ठाउँहरू देखाइने हो यताबाट यो माथि के रहेछ टावर माथि गएर हराउने त होइन कहीँ जाँदै बिच बाटोमा हराउला जस्तो छ त्यही हो हरायो नि लास्टमा पुगिहालिन्छ घर जे भए पनि यो चाहिँ के रहेछ स्कुल कलेज होला केही त्यस्तै तलबाट आएको अब यसो माथि बिजनेस स्पट हो कि क्या हो मान्छेहरू टोबाको प्रेस होटल रहेछ होटल दि बिला यस यिनीहरू नि रहेछ त यहाँ पुरानो पहिलाको मान्छेहरू यस्तै पानी निकाल्थे यहाँबाट चट्ट पुरानो यिनीहरू रहेछ त भाउजू चक्क पार्किङ एरिया अनि यो चाहिँ माथि चाहिँ के रहेछ यस्तो यहाँको पसलहरू चाहिँ यस्तै हुन्छ क्या दामी यस्तो ठाउँमा यहाँबाट पर जाने बाटो रहेछ माइक्रो स्टोर रहेछ है यो सानो यसरी हुँदै यहाँ माथि चाहिँ के रहेछ यार अब चाहिँ कता जाने होला कहीँ हेरौँ न यता गएर नि के रहेछ यता वालहरू रहेछ उता नजाऊँ बाटो छैन है यही हो अब यस्तै हुँदै कताबाट जाने हो त तर रमाइलो छ यो ठाउँ यार कस्तो दामी यो ठाउँ नि म
मैले भनिरहेको हुन्थ्यो नि त अगाडिको भिडियोमा अरू पनि कस्तो छ भने चाहिँ यहाँ जस्तै अब यो ठाउँमा गयो यो ठाउँमा त अनि अर्को ठाउँमा जान्छ अर्को ठाउँ पनि कस्तो रमाइलो के सबै दामी के त्यस्तो ठाउँहरू छ कि हेरौँ लाग्ने टाइपको अनि त्यही भएर पनि अनि भिडियोहरू बनाउने मन लाग्ने कस्तो खुसी रमाइलो आनन्द मन हुने के तलबाट माथिसम्म यो के हो वाइन स्टुप रहेछ यता फेरि नि यस्तो बाटो आयो है तल यता जाने फेरि नि त्यस्तै बाटो आछ अब यहाँबाट चाहिँ कता जाने भन्ने कुरा हो यसो जानु पर्ला माथितिर हो पुरानो बना होला है यहाँ माथितिर चाहिँ के रहेछ पार्क जस्तो लाग्यो मलाई यता माथितिर बााउन्ड्री घेरेर छ होला नि केही ओ रा हेर्न सक्नुहुन्छ कुहिरो लागेर चाहिँ एकदम कस्तो अर्कै भएको छ के दिन नै जस आज उताबाट घाम लाग्ला जस्तो छ बाटो कुहिरो लागेर केही देखि नै रहेको छैन उता अगाडितिर यता पछाडितिर अब यता नि कस्तो दामी घरहरू अनि यस्तै हिँड्दै नयाँ ठाउँ हेर्दै गएर म चाहिँ त्यही हो हजुरहरू पनि हेरेर के छ कस्तो छ कमेन्ट लाइक है गर्नु होला अर्को दिन नि म अब अर्को भिडियो बनाउने छु अर्कै ठाउँको बनाउँछु म अर्को कुनै केही बनाउँला जे बनाएँ नि है नयाँ नै बनाउने छु जे बनाएँ नि त्यही हो हजुरहरू हेरेर रमाइदिनु होला भन्न चाहन्छु त्यही हो अब के भनौँ बोल्नु अरू धेरै बोल्न त आउन्न गर्ने कस्तो दामी छ है दामी ठाउँमा टक्क रुखहरू साइडमा अनि यहाँनिर फेरि दुईवटा बाटो आयो अब यहाँबाट चाहिँ कता जाने भयो फेरि आउनु चाहिँ यतैबाट आएको फेरि जाँदै त्यही टाढा पुगेर पछि उता फर्केर चाहिँ गाह्रो होला मलाई के गरौँ भनेपछि के गरौँ त बिचमा आएर अड्क्यो त यता जाम कि उता जाम कि कता जाम भयो यताबाट जाऊँ न त आज चाहिँ घाम लाग्ला जस्तो चाहिँ धेरै दिन भइसक्यो नि त यहाँ घामै लाग्दैन कि यहाँ कस्तो भनेपछि उस्तो घामै नलागेर दिन सकिन्छ क्या कस्तो बादल नै बादल हुन्छ घामै लाग्दैन त्यही हो आज चाहिँ घाम लागोस् घाम हेर्न पाइयोस् भन्ने विचार हो दामी हुँदै गाउँ चाहिँ यही हो है यस्तै छ अब यहाँ गाउँहरू सबै म्यानेज के चट्ट सबै टक्क एउटा यहाँ छ एउटा त्यहाँ छ टक्क एउटा यता है यस्तो सबै कुराको म्यानेज हुँदो रहेछ यतातिर मिठो देखिने घरहरू पनि हेरौँ लाग्ने हेरौँ लाग्नुको कारण के कस्तो छ भने चाहिँ जस्तै अब हामीहरूले अब देखाउन नि त यस्तो घरहरू हाम्रो त्यहाँतिर त अब फरक घरहरू बनाइरहेको हुन्छ नि त यहाँतिर चाहिँ ठ्याक्क त्यहाँभन्दा फरक हुन्छ अनि त्यसपछि त्यहाँ फरक हुन्छ अनि त्यही भएर अनि यहाँको अब नदेखा हुनाले त्यसै रमाइलो लाग्ने भयो कि नत्र अब हाम्रो यहाँ नि अब म यहीँ जन्मिए भए यहीँको मान्छे भए त
यस्तो गरेर त देखिरहेको त हो नि टाइपको हुन्थ्यो होला नि त अब यता हो यता अब यस्तो नदेखा हुनाले अनि कस्तो राम्रो लाग्ने क्या यो घर नि दामी घरको आँगन है यही हो अब अरू के देखाउनु है यस्तै हो गाउँ यहाँको मिठो मिठो गाउँहरू छ त्यही हो हजुर लु हेर्नु होला कस्तो छ यहाँ के छ भनेर राम्रो छ नि है यो गर्ने तिर कस्तो भने चाहिँ कस्तो शान्त क्या शान्त हुने क्या यहाँतिर ठाउँ मान्छेहरू कोही नभए जस्तो शान्त छ यहाँ न कसैको आवाज छ न केही छ न के छ यो नि के नयाँ बनाएर हो क्या आफू गरेर रिनोभेट कस्तो शान्त के मान्छे नै छैन जस्तो क्या वाउ यो घर चाहिँ दामी छ है यति देखाउनु पर्छ हजुर एउटा यहाँनिर चरा जस्तै कि टक्क दामी यस्तो चाहिँ हुनुपर्छ है ल छैन त यो गाइस यस्तै हो जो नि बिहान बिहान कुकुरलाई नै डुलाएर हुन्छ क्या मर्निङ वाक गर्दाखेरि बुढापाकाहरू त केटाहरू है यस्तो देखेर आउँछु त्यही हो है अब अरू के भनौँ यस्तै हो यस्तै ठाउँहरू छ यो गाउँहरू देख्नु सक्नुभयो होला हजुरले है देखाएको मैले अनि अब चाहिँ म अब रुम गएर अब चाहिँ आजको लागि चाहिँ अब यति नै भयो भनौँ है त्यही हो नेक्स्ट भिडियोमा अर्को ठाउँ देखाउने कोसिस गर्नेछु म हजुरहरूलाई आजको लागि चाहिँ बाई बाई सी यू गाइज हेर्न सक्नुहुन्छ वान्स मोर बाई बाई